ओम देवताभ्य पितृभ्यश्च महायोगिभ्येव च नमः स्वाहा स्वधाय नित्यमेव नमो नमः। ओम आयु प्रजां धनं विद्यां स्वर्गमोक्षे सुखानि च प्रयच्छन्तः वाचा पितर श्राद्धर्पितमं सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। यो सभ्यता र संस्कृति जननी उत्तर वाहिनी घोराई 7 सुखवारी दाङ। हामी आज यहाँ उत्तर वाहिनीमा आइपुगेका छौँ। उत्तर वाहिनी गङ्गाको महत्त्व हाम्रो दाङको घोराई वडा नम्बर 7 शुक्रबारमा बबई नदी श्री गङ्गेश्वर शिवालयता संस्कृत गुरुकुलसम्म उत्तर फर्केर बगेकी छन्। काठमाडौँ गोकर्णेश्वरमा पितृ तार्नका लागि मानिस जान्छन्। दाङमा शुक्रबारको गङ्गेश्वर महादेव र संस्कृत गुरुकुलसम्म बबई सरयू गङ्गा झन्डै 1 किलोमिटर उत्तर वाहिनी भएर बगेकी छन्। पुराणहरूमा उल्लेख भएअनुसार उत्तर वाहिनी गङ्गामा श्राद्ध गरियो भने अकाल मृत्यु जस्तै दुर्घटनामा परि विष खाएर आत्महत्या गरी बाघ भालु जनावर आदिले खाई अकाल मृत्यु भएका साथै क्रियाकर्म राम्रो नभएकाहरूलाई तार्नका लागि उत्तर वाहिनी गङ्गामा श्राद्ध नगरेसम्म तिनीहरू प्रेत भई घुम्दछन्। उत्तर वाहिनी गङ्गामा ब्रह्मा विष्णु रुद्र सद्गुण रजगुण तमगुण आदि त्यहीँ बस्ने हुनाले वसु रुद्र आदित्य नामका पितृहरूले स्नान गर्दछन् भने अकालमा मरेका प्रेत भई हावामा घुमी आफ्ना भाइबन्धुलाई दुःख दिनुका साथै सन्तानको हानि रोग व्याधि गरिबी तिनीहरूले गराउँछन्। उत्तर वाहिनी गङ्गामा त्रिपिण्डी श्राद्ध गरेमा आफ्ना कुलका मावलीका ससुराली कुलका धेरै प्रेतहरू तर्छन् भन्ने पुरानो उल्लेख गरेको पाइन्छ। त्रिपिण्डी श्राद्ध गर्दा ब्रह्मा कलश विष्णु कलश रुद्र कलश बनाउनु पर्दछ। वसु पितृलाई जौको पिठोको पिण्ड र रुद्र पितृलाई चामलको र आदित्य पितृलाई तिलको पिठोको पिण्ड बनाउनुपर्छ। विष्णु कलश सुनको प्रतिमा को लागि सेतो कपडा, ब्रह्मा कलश चाँदीको प्रतिमाको लागि रातो कपडा, रुद्र कलश तामा प्रतिमाको लागि कालो कपडा चढाउनु पर्छ। त्रिपिण्डी श्राद्ध तर्पण श्राद्ध पद्धतिबाट गर्न सकिन्छ। पुरा तर्पण श्राद्ध पद्धतिबाट गर्नुपर्दछ। ब्रह्म सूक्त विष्णु सूक्त रुद्र सूक्त पाठ गर्नुपर्छ। श्राद्ध विधिबाट लेखिएको विधि मिलाई त्रिपिण्डी श्राद्ध गर्न सकिन्छ। आधार ग्रन्थहरू निर्णय सिन्धु, पद्मपुराण, कुरुम पुराण, ब्रह्मपुराण, मत्स्य पुराण, त्रिपिण्डी श्राद्ध दीपिकामा उल्लेख गरेको पाइन्छ। यसकारण सम्पूर्ण भक्तजनहरू यस पुण्य स्थानमा श्राद्ध गरी आफ्ना पितृ तार्नका लागि जानकारी गराइन्छ। दधिराम शर्मा भण्डारी, सनातन वैदिक हिन्दू नेपाल केन्द्रीय कार्यालय दाङ। यहाँ सरयूको शिर बबई तीर्थ उत्तर वाहिनी। यहाँनिरबाट उत्तर वाहिनी उत्तरतर्फ 1 किलोमिटर बबई यता माथितिर आएकी छन्। यो भयो। अब हामी यहाँबाट हेर्दै जाउँ। उत्तर वाहिनीको यो शुक्रबारमा उत्तर वाहिनी दरिद्रान भर कौन्तेयमा प्रेच्छेश्वर धनम व्याधि तस्य उस्तम पथ्यम निरुज सिक्किम औषधि। दरिद्रलाई दिनुपर्छ, धनीलाई दिएर धर्म लाग्दैन। रोगीलाई औषधि दिनुपर्छ, निरुलाई दिनु पर्दैन। जन्मना जायते शूद्र संस्कार दुज उच्यते वेदाभ्यास भवेद विप्रो ब्राह्मणो ब्रह्मबोधत। सही मानिस जन्मदा निर्विशेष शूद्र भएर जन्मन्छन्। गाय दीक्षा संस्कार भएर दोस्रो जन्म भएपछि दुई हुन्छन्। वेदको अभ्यास गरेपछि विप्र हुन्छन्। ब्रह्मको बोध भएपछि ब्राह्मण हुन्छन्। त्यो सभा होइन जसमा वृद्धजन छैनन्। ती वृद्ध पनि वृद्ध होइनन् जो धर्मको व्याख्यान गर्दैनन्। त्यो धर्म पनि धर्म होइन जसमा सत्य छैन। त्यो सत्य पनि सत्य जसमा छलकपट मिसिएको छ। नरो वा कुञ्जरो वा वीर भोग्या वसुन्धरा मातृभूमि पितृभूमि पुण्यभूमिको रक्षा वीराङ्गनाहरूले मात्र गर्न सक्छन्। भिरु कातरले रक्षा गर्न सक्दैनन्। गाय जबले कठोर तपले सूर्याग्निका तापले पातक भस्म भए भयादि गए। निर्भीक आत्मा भए बुद्धि शुद्ध भए स्वधर्म बुझिए। वेदोपवेदादिले विद्यापीठ चले मनोरथ फले। सत्कोटि होम आदिले राष्ट्रगुरु योगी नरेना। सुखस्य मूलम धर्म धर्मस्य मूलम अर्थस्य मूलम राज्यम राज्यस्य मूलम इंद्रिय जयस्य मूलम विजय विनयस्य मूलम वृद्धोपसेवा विज्ञानम भवति। सुखको मूल धर्म हो, धर्मको मूल अर्थ हो, अर्थको मूल राज्य हो, राज्यको मूल इंद्रिय जय हो, इंद्रिय जयको मूल विनय हो, विनय भनेको सभ्य सुशील शिक्षा हो, विनयको मूल वृद्धहरूको सेवा, वृद्ध सेवाले विज्ञान हुन्छ, विज्ञान भनेको विशिष्ट ज्ञान हो, ज्ञान भयो वृद्ध नै विद्या नै वृद्ध हुन्, ज्ञान भयो वृद्ध नै वृद्ध हुन्। यसरी यहाँ चाहिँ यो चाहिँ के यो कान्जु सर यो के को रुख रे? कटर हो। म त समी हो कि भनेको थिएँ। कटर बहुजना हिताय बहुजना सुखाय धर्म। जे गर्दा बहुजन हित र बहुजन सुख हुन्छ त्यो नै धर्म हो। कटरको वृक्ष रहेछ। यहाँ चाहिँ मन्दिर, यहाँ कुटीहरू छन्, मन्दिरहरू यहाँ छ। लो यता छ, यतातिर पनि
यतातिर पनि मन्दिरहरू छन्। यज्ञशाला यता रहेछ। यज्ञशाला यति राम्रोसँग यज्ञशाला बनेको छ। यहाँ रुखहरू छन्। लौ साथी आउनु यता, उता जाउँ अब। यता पनि मन्त्रै मन्त्र रहेछन्। यहाँ मन्त्रहरू हेर्नुपर्छ। यतातिर पुरा मन्त्र। यो मूल यही हो क्या है? यो हजुर मूल मन्दिर यही हो। नहीं जातेन सदृशम पवित्रमिह विद्यते ज्ञान समान पवित्र वस्तु यस विश्वमा ज्ञान समान पवित्र वस्तु यस विश्वमा अरू कुनै पनि छैन। सहयोग गर्ने महानुभावको नाम रहेछ। पूर्ण वर्णमाला ओम स्वस्ति ओ गौश्री नम सिद्धम श्री गणेशानम सरस्वती नम श्री गोरक्षे नरनाथ थो विजय तते राम आई आ इ उ रि 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 यसरी चाहिँ वर्णमालाहरू छ। शिवस्या यसरी शिवस्याभ्यन्तरे शक्ति भ्यन्तरे शिव अन्तरम नैव जानीया चन्द्रचन्द्रिक योगिव शिव भित्र शक्ति छन्, शक्तिभित्र शिव छन्। शिव र शक्तिमा भेद छैन। चन्द्रमा र चाँदनीमा भेद छैन। दुवै निरन्तर छन्। अन्तर मान्नु छैन। अयम निज बरो बेती गणना लघु चेतसाम उदार चरिता नास्तु वसुदेव कुटुम्बकम। यो परायो भन्ने भावना सानो चित्त भएकाहरूको हो। उदार चित्त भएकाको हो। उदार चरित्र भएका महान आत्माहरूको लागि त समग्र भूमण्डल ब्रह्माण्ड एउटा विशाल सभ्य संस्कृत सभ्य परिवार हो। कटहरको वृक्ष छ यहाँ। यता छ उत्तरवाहिनी गुरुकुल। लौ जाउँ अब। मैले त्यहाँ पढिसकेँ। मन्त्रहरू पढेर आएँ। म जाउँ हिँड्नु। अब यहाँ घुमौँ। उत्तरवाहिनी गौशाला यहाँ रहेछ। अनि गाईहरू छन् त? अहिले खास छैन। गौशाला तर बना रहेछन्। गाई चाहिँ कटहर रहेछन् यहाँ त। पाल्ने चाहिँ गुरुहरूले पाल्दा हुन् के र बटुकहरूले। खै गाईको किन पाल्नेन्? जङ्गल पनि होइन पख यता आऊ। यो चाहिँ साथीसँग जाऊँ क्या? केही हुन्न। कुरा गरे पनि के हुन्छ र? कुरा सुनिन्छ त। कति राम्रोसँग भिडियो खिच्नुपर्छ। साथी तल जाने हो? बटुक गुरु हजुरको नाम के हो? हजुर मेरो नाम योगेश शर्मा। योगेश शर्मा कतिमा पढ्नुहुन्छ? म 4 मा। घर कहाँ हो? जन्मस्थान? घर जन्मस्थान हजुर इन्डिया हो। हजुर। ए 4 मा पढ्नुहुन्छ यहाँ है? कुन ठाउँ? इन्डिया बेङ्गलोर। योगेश वर्मा शर्मा। कति राम्रो गुरु बालक है बटुक। यो बोरिङ बिना मोटर। यो चाहिँ के बबईबाट आछ है? अटोमेटिक बोरिङबाट तलबाट। यदि राम्रोसँग आएको यो चाहिँ के भने देखिने सर? यो चाहिँ के भने बबई नदी यिनी हुन् है? उत्तरवाहिनी। अब यो यता पश्चिमतिर गइगयो फेरि। पश्चिमलाई ए घोराई खाने पानी यहीँबाट बबईबाट जाने। ल यता पनि रहेछ पानी। ए चाहिँ पानी बाजे थिए के देवी बहादुर डिसी। उहाँ चाहिँ स्वर्गीय हुनुभयो होइन? अरूले पनि गर्छन्। ए त्यहाँ छ। 5 ठाउँ छ। ए ट्याङ्की अहिले हामी जान्छौँ। अब त्यो पनि देखिने भयो। बिना बोरिङ यसरी पानी आइरहेको छ। यो घोराई खाने पानीमा लैजाने दीर्घकालीन योजना रहेको छ। काठमाडौँको मेलम्ची जस्तै हुन्छ घोराई खाने पानी। जुन अयोध्या भएर बग्ने सरयू नदी यिनै बबई नदी हुन्। हाम्रो चाहिँ म्याडम यशोदा अधिकारीलाई कस्तो लागिरहेछ?
राम्रो ठाउँ छ, अति महत्त्वपूर्ण ठाउँ चाहिँ हाम्रो साथी कान्तुलाल भण्डारी सर हुनुहुन्छ र चाहिँ नरेश आचार्य सर हुनुहुन्छ र हामी यहाँ चाहिँ आज यहाँ घुमिरहेछौँ। ल यो खानेपानीको घोराइ पुर्याउने ट्याङ्कीको निर्माण यहाँ भइरहेको छ, द्रुत गतिमा यताबाट चाहिँ भइरहेको अवस्था छ। ठुलो योजनाको रूपमा यहाँ भइरहेछ। हजुर हाम्रो घोराइ चाहिँ खानेपानीको विस्तार काम द्रुत गतिमा भइरहेछ। अब चाहिँ कति 6 महिना 1 वर्ष दिनमा सकिन्छ। हजुर 5-6 वर्ष लाग्छ। माघसम्म ल माघसम्म सकिनेको। ट्याङ्की पनि ठुलो भयङ्कर छ। आउनुहोस् त यता। यो पुरै यिनी पाइपहरू यो पाइप चाहिँ बिछाइसकेको छ। यो पाइप बिछाइसकेको छ। यही भरि पानी जाने हो घोराइमा। पाइप धेरै हुन्छ नि यसको, यस्तो कतिवटा जान्छन्। यस्तै माथि गर्दै बिछाइसक्यो सर। यहाँबाट मुइ माथि सक्यो। फाउन्डेसन चाहिँ यही माथि जतिको यही काम छ। माघसम्म मात्रै भन्छ त माघसम्ममा सकिन्छ भने त काम छ सर। एउटा चाहिँ फिल्टर राख्नु छ। घोराइवासीलाई बडो आनन्द हुने। होला यो जाने घोराइ खाने पानी हो। हाम्रो त पुगिरहेको छ त भरतपुर त। हाम्रो त थोरै छ। हाल्नुभयो अध्यक्ष। खै त्यो बनाए देखेर। निमावि भएको स्कुल यही हो सर। यहाँ अहिले चाहिँ यो चाहिँ बटुकले पढ्ने यही हो, यता होइन। बटुकले वेद पढ्ने यता हो, यसैमा गाबेर पढाइदिन्छ। यसमा गाएर पढाउँछन्। छैन विद्यार्थी सङ्ख्या छैन। विद्या 1-12 500 विद्यार्थी छैन। 500 पनि छैन। 1000 विद्यार्थी पुगाउँछु भन्छ त। विद्या ति गुप्तम धनम विद्या अति गुप्त धन हो। अमृतस्य पुत्रा हामी सबै उसैका एकात्मा अमृतमय परमात्मा पुत्र पुत्री हौँ। उत्तर वाहिनी आजको हाम्रो भ्रमण नयाँ वर्ष 2026 अङ्ग्रेजी नयाँ वर्ष 2026 को दिन प्रकाश सर आइपुग्नुहुन्छ अहिले। कति बेर लाग्छ? त्यस्तो पो लाग्छ सर मलाई यहाँ त। लसम्म गएपछि यस्तो एक पोइन्ट कति हुनुपर्ने रहेछ, त्यहाँ पनि हुँदैन।